सबैजनालाई म जीवन्तबाट स्वागत गर्दछु आजको हाम्रो यो नाइट भिडियोमा। अनि हाम्रो साथमा हुनुहुन्छ हाम्रो दाई कमल दाई। हेलो। अनि हामी चाहिँ अहिले यहाँ बाटोमा हिँडिरहेका छौँ, बागमती नदीको छेउ बाटो। रातिको बेला तपाईँहरूलाई थाहै होला, मैले रातिमा भिडियो बनाउनुको कारण रातिमा मान्छेहरू धेरै हुँदैनन् र बोल्न पनि सजिलो हुन्छ, त्यसैले चाहिँ म राति भिडियो बनाउने गरेको। राम्रोसँग भिडियो हेरिदिनु होला। अब तपाईँको रिएक्सनहरू प्रतिक्रियाहरू पनि बताइदिनु होला। अल चाहिँ हामी यस्तै काम नपाएर डुलिरहेछौँ बाटो। ओके हुन्छ ओके। यहाँ चाहिँ अहिले हल्का हल्का पानी पनि परिरहेको छ, यस्तो मोबाइलमा पनि पानीको छिटाहरू परिरहेको छ। यस्तो म रिक्स लगेर पुरा भिडियो बनाइरहेको छु, तपाईँहरूले राम्रोसँग हेरिदिनु होला, त्यही भन्न चाहन्छु म। ओके यो चाहिँ अहिले हामी काठमाडौँ बागमतीको छेउमा छौँ। एकदम सुनसान ठाउँ छ, त्यही भएर भिडियो बनाउनलाई पनि राम्रो लाग्यो, त्यसैले म चाहिँ सुरु गरिहालेँ आफ्नो काम। फेरि या ल हुन्छ। अब चाहिँ आजको भिडियो चाहिँ यति नै राखौँ, पानी पनि पर्न लाग्यो, मोबाइल भिज्ने रिक्स धेरै छ, त्यही भएर बाई।